यहाँ चाहिँ धामीहरू बोको पठाउन आएको होइन। बोको पनि राम्रोसित पढ्छ्यो। एकछिन चाहिँ यो घरमा पनि धामी उफ्रिए बोको पर्छ र पनि। यो चाहिँ हाम्रो मावली घरको बोको होइन। बोकोलाई चाहिँ कान्छोमा आदि समातिराख्नु भएको छ। अब यो बोकोलाई चाहिँ उता कुल पूजा गर्ने ठाउँमा लानुपर्छ र मामा पनि अब आलम लिएर आउँदै हुनुहुन्छ। अनि मामा अब अगाडि आएपछि मामाले कान्छोमा आदि चाहिँ अब बोको पछाडि लगेर हिँड्नुपर्छ। मामा चाहिँ पछाडि नै हुनुहुन्छ बोको लिएर। धामीहरूको पछाडि आउनुपर्छ। त्यही भएर म चाहिँ यहाँ रेकर्डिङ गर्न अगाडि आएको छु। सबको बोको लान सुरु भयो। कुल मन्दिरतिर लगिन्छ यो बोको।